नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई नेपाली शेयर मार्केट सम्बन्धी पल-पलको नयाँ अपडेटहरु लिएर आउने क्रममा आज हामी पुनः उपस्थित भइसकेका छौं भने साथीहरू आजको बसाइमा चाहिँ विशेष गरी हामी चाहिँ विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चाहिँ आजदेखि चाहिँ यसको चाहिँ एफपीओ निष्कासन भएको छ। सम्पूर्ण लगानीकर्ताहरूले चाहिँ भर्न मिल्ने यस विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कति किता चाहिँ निष्कासन गर्दैछ र यस कम्पनीमा चाहिँ लगानी गर्दाखेरि चाहिँ हामीलाई कतिको मात्रामा प्रफिट हुन सक्नेछ र यसको सेकेन्डरी मार्केटमा चाहिँ अलरेडी चाहिँ प्रति किता चाहिँ 3000 रुपैयाँमा चाहिँ आसपासमा चाहिँ बिक्री भइरहेको यस कम्पनीको चाहिँ लगानी गर्ने एउटा सुवर्ण अवसर चाहिँ एफपीओ आएको छ। सोको बारेमा चाहिँ भिडियोमा यो विन नेपाल लघुवित्त चाहिँ कस्तो कम्पनी रहेको छ, यस कम्पनीको चाहिँ लगानी गर्न योग्य छ कि छैन र यस कम्पनीको ईपीएस कति रहेको छ, नेटवर्क कति रहेको छ र यो कम्पनी कस्तो किसिमको हो, सोको बारेमा भिडियोमा डिटेलली चाहिँ म कुराकानी गर्नेछु। यदि तपाईँ लगानी गर्न जाँदै हुनुहुन्छ भने यो कम्पनीको बारेमा चाहिँ डिटेलली चाहिँ यो कुरामा चाहिँ भिडियोमा हेर्न सक्नुहुनेछ। कृपया भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जसले गर्दा नेपाली शेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ आइपीओ र आइसेटको चाहिँ तपाईले सजिलैसँग चाहिँ अपडेट पाउन सक्नुहुनेछ। साथीहरू अब सुरुमा कुरा गरौँ हाम्रो यो विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड चाहिँ कस्तो किसिमको कम्पनी हो त भन्दाखेरि चाहिँ यो चाहिँ माइक्रो इन्सुरेन्स सेक्टरको कम्पनी हो, जसलाई हामी लघुवित्त वित्तीय संस्था लिमिटेड भनेर भन्ने गर्छौं नेपालमा। र चाहिँ नेपाल राष्ट्र बैंकको चाहिँ घ वर्गको इजाजत प्राप्त संस्था हो भनेको यसको कार्यक्षेत्र भनेको बागमती प्रदेश स्तरको चाहिँ हाम्रो काभ्रेपलाञ्चोक जिल्लाको बनेपा 13 मा चाहिँ यसको अफिस रहेको छ र यसले चाहिँ हाल चाहिँ करिब थप सार्वजनिक निष्कासन चाहिँ गर्न लागेको छ, जसलाई हामी एफपीओ भन्ने गर्दछौं अंग्रेजीमा। थप सार्वजनिक निष्कासनको लागि चाहिँ विवरण पत्र रहेको छ भने यस संस्थाले चाहिँ आफ्नो जारी पुँजी करिब 8 करोड 43,40,40,550 रुपैयाँ मूल्य बराबरको चाहिँ चुक्ता पुँजी करिब 7 करोड 92,11,300 रुपैयाँ रहेकोमा चाहिँ करिब 51,29,250 रुपैयाँ मूल्य बराबरको रु 100 रुपैयाँ अंकित दरमा करिब 51,52,95.5 किता चाहिँ यस कम्पनीले चाहिँ 2073 को दफा 9 बमोजिम चाहिँ सो पुँजी संरचना गर्नको निम्ति चाहिँ करिब यसले चाहिँ निष्कासन गरेको भनेर चाहिँ जनाएको छ। र यस कम्पनीले चाहिँ एफपीओ किन निष्कासन गर्न लागेको भन्ने बारेमा पनि म तपाईहरुलाई जानकारी गराउने छु। साथीहरु अब कुरा गरौँ यस कम्पनीको चाहिँ दरखास्त दिनको निम्ति चाहिँ तपाईले प्रति किता चाहिँ रु 100 रुपैयाँको दरले चाहिँ यो कम्पनीलाई चाहिँ भुक्तानी गर्नुपर्ने चाहिँ अवस्था रहेको छ। साथीहरु यो कम्पनीले भनि नै हाले करिब 51,252 रुपैयाँ चाहिँ यो कम्पनीले चाहिँ लगानी गरेको छ। साथीहरु अब कुरा गरौँ यस कम्पनीको रेटिङको बारेमा। रेटिङको कुरा गर्ने हो भने चाहिँ यो कम्पनीलाई चाहिँ 2025 मार्च 21 गते चाहिँ इक्रा नेपालले चाहिँ रेटिङ प्रदान गरेको छ, जसमा चाहिँ केआर एनपीबी इस्युआर सिंगल बी चाहिँ प्रदान गरेको छ, जसले समयमा कम्पनीले वित्तीय दायित्व वहन गर्ने क्षमतामा चाहिँ बढी नै जोखिम रहेको भनेर चाहिँ जनाउने चाहिँ गरेछ। यो रेटिङ चाहिँ 2026 मार्च 6 गते तारिखसम्म चाहिँ यसको डेट रहेको छ। साथीहरु यो कम्पनीमा कहिलेदेखि चाहिँ आवेदन दिन सकिनेछ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ धितोपत्र निष्कासन खुल्ला मिति 2081 साल चैत्र 21 गते आजदेखि चाहिँ तपाईले यो कम्पनीमा चाहिँ आवेदन दिन सक्नुहुनेछ भने धितोपत्र निष्कासन बन्द हुने छिटोमा चाहिँ करिब यस कम्पनीको चाहिँ चैत्र 26 गतेसम्म चाहिँ यो कम्पनीको लागि चाहिँ तपाईले आवेदन दिन सक्नुहुनेछ र सो समयसम्म चाहिँ यदि यो कम्पनीको चाहिँ आवेदन फुलफिल नभएको खण्डमा चाहिँ तपाईले 2082 साल वैशाख 4 गतेसम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ। तर चाहिँ यो कम्पनीको पहिलो दिनै ओभर सब्स्क्राइब हुने भएको कारणले गर्दाखेरि चाहिँ तपाईले 26 गतेसम्म चाहिँ दिइसक्नु होला र यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ नेपाल एसबीआई मर्चेन्ट ब्याङ्किङ लिमिटेड चाहिँ रहेको छ र यस कम्पनीको चाहिँ बिक्री प्रबन्धकको रूपमा चाहिँ नेपाल एसबीआई मर्चेन्ट रहेको छ। साथीहरु अब कुरा गरौँ यो कम्पनीको चाहिँ तपाईलाई किन एफपीओ निष्कासन गर्यो होला भन्ने चाहिँ तपाईको मनमा धेरै साथीहरुको चाहिँ जिज्ञासा रहेको थियो। साथीहरु यो विन नेपाल लघुवित्तको चाहिँ नेपालभरि करिब 21 वटा चाहिँ शाखा रहेको भनेर जनाएको छ है। सबै शाखाको नाम चाहिँ म पढ्दिन र यस कम्पनीको चाहिँ धेरै साथीहरुले सोधिरहनु भएको प्रश्न चाहिँ किन यस कम्पनीले चाहिँ एफपीओ निष्कासन गर्न लाग्यो होला भने कतिपय साथीहरुले चाहिँ ऋण तिर्नको लागि चाहिँ एफपीओ निष्कासन गरेको हो त भन्ने कुरा पनि गर्नु भएको थियो। त्यस्तो चाहिँ केही पनि होइन साथीहरु। यस कम्पनीमा चाहिँ शेयर संरचनाको रूपमा चाहिँ संस्थापक शेयर धनीबाट 4 जना हुनेछ भने सर्वसाधारणबाट 2 जना भएर चाहिँ 1 जना चाहिँ
यस कम्पनीमा 7 जना चाहिँ यो कम्पनीमा चाहिँ यस कम्पनीको चाहिँ अब सेयर किन निष्कासन गर्न लागेको भन्ने कुरो चाहिँ म थोरै मात्रामा चाहिँ यहाँ चर्चा गर्नेछु है। यस कम्पनीको हाल अधिकृत पुँजी चाहिँ करिब 15 करोड रुपियाँ रहेको छ, जसलाई 100 रुपियाँको दरले भाग गर्दाखेरि 15 लाख किता चाहिँ सेयर चाहिँ हुनेछ। जारी पुँजी भनेको करिब 8 करोड 43,40,550 रहेको छ, जसलाई 100 रुपियाँको दरले भाग गर्दाखेरि 8,43,450 किता हुन आउँछ। चुक्ता पुँजी भनेको जम्मा 7,92,11,300 रुपियाँ रहेको छ, जसलाई 100 रुपियाँले भाग गर्दाखेरि 7,92,113 रुपियाँ चाहिँ हुन आउँछ। र साथीहरू अब कुरा गरौँ यो कम्पनीले चाहिँ किन एफपिओ निष्कासन गर्न लागेको त भन्दाखेरि चाहिँ यस कम्पनीको हाल जुन सेयर संरचना पुँजी रहेको, जसलाई हामी संस्थापक सेयर भने तपाईँ यहाँ देख्न सक्नुहुनेछ। संस्थापक सेयरहरू भनेको जसलाई हामी प्रोमोटर सेयर भन्ने गर्दछौँ। प्रोमोटर सेयर अङ्ग्रेजीमा भन्ने गर्छौँ भने नेपालीमा संस्थापक लगानीकर्ता, जसले चाहिँ कम्पनी खोल्दाखेरि सुरुदेखि नै लगानी गरेका व्यक्तिहरू थिए, तिनीहरूलाई चाहिँ हामी संस्थापक सेयर धनी भन्छौँ। उनीहरूको सेयर सङ्ख्या कति रहेको छ त भन्दाखेरि चाहिँ 5,90,384 रुपियाँ रहेको छ भने यसको सेयर संरचनामा चाहिँ कति रहेको छ 74.53% भनेको 74% चाहिँ प्रोमोटरहरूको सेयर रहेको छ भनेको 100% मा 74% रहेको छ। सर्वसाधारणको कति रहेको छ त भने 2,01,729 भनेको 2,01,729 सेयर सङ्ख्या रहेको छ, जुन चाहिँ कति हुन आउँछ भन्दा 25% हुन आउँछ। सर्वसाधारण पब्लिकको चाहिँ 25% सेयर रह्यो। त्यसपछि आएर प्रोमोटरहरूको 74% सेयर रह्यो। दुईटैको मिलाएर कति भयो 100% भयो भने तपाईँले देख्न सक्नुहुनेछ। यो कुरा त तपाईँले बुझे भन्ने लाग्छ हैन। तपाईँलाई यहाँ के समस्या रहेर एफपिओ निष्कासन गर्यो भनेर तपाईँको मनमा चाहिँ अझै जिज्ञासा रहेको छ भने चाहिँ तपाईँले यो कुरा चाहिँ जान्नु भएको खण्डमा चाहिँ अब अन्य कम्पनीको चाहिँ एफपिओ निष्कासन हुँदाखेरि त्यो कुरा पनि तपाईँले बुझ्नुहुनेछ। विशेष गरी चाहिँ नेपालमा चाहिँ नेपालको जुन बिटिएन रहेको छ, बिटिएनले चाहिँ जसले चाहिँ बिटिएन भनेको जस्तो नेपालमा ब्याङ्कहरू छन्, इन्सुरेन्स सेक्टरहरू रहेको छन्, त्यसपछि आएर तपाईँको यो इन्सुरेन्स, फाइनेन्स, माइक्रो फाइनेन्स जसले चाहिँ पैसाको कारोबार गर्छ, यस्तो कम्पनीहरूको जुन सेयर रहेको छ त्यसमा चाहिँ अनिवार्य रूपमा कम्पलसरी नै 30% चाहिँ प्राइभेट भनेको अब 30% चाहिँ प्राइभेट भनेछु मैले, सर्वसाधारणको लगानी हुनुपर्ने छ। 30% चाहिँ सर्वसाधारणलाई छुटाउनु पर्नेछ, सर्वसाधारण सेयर धनी हुनुपर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो कम्पनीमा पब्लिकको सेयर जम्मा 25% छ, यसले पुर्याउनु पर्ने छ 30% हो। सो 30% पुर्याउनको निम्ति चाहिँ यो कम्पनीले चाहिँ एफपिओ निष्कासन गर्न लागेको। धेरै साथीहरूको मनमा जिज्ञासा रहेको थियो कम्पनीहरूले किन एफपिओ निष्कासन गर्छ हैन, यस्तो राम्रो कम्पनीहरू छ हैन, यस्तो ठुलो मूल्य रहेको छ। कतिपय साथीहरूले योभन्दा अगाडि यो कम्पनीको त खासै त्यस्तो इपिएस त्यस्तो धेरै राम्रो छैन, तर अन्य जुन माइक्रो इन्सुरेन्सहरूले गर्छ तिनीहरूको इपिएस नै धेरै हुन्छ है। नेटवर्थ चाहिँ करिब 200-250 हुन्छ। किन एफपिओ निष्कासन गरे भनेर धेरै साथीहरूले सोध्ने गर्छन्। त्यसको मुख्य कारण चाहिँ यही रहेको छ है, किनकि वित्तीय संस्थामा चाहिँ करिब 30% चाहिँ पब्लिकको सेयर हुनुपर्छ अनि मात्रै चाहिँ अनि त्यो चाहिँ नेपालको बिटिएनले नै घोषणा गरेको कुरा हो है। त्यो चाहिँ नियमित छ है, अनि कम्पलसरी नियमै भएको कारणले गर्दाखेरि यसमा चाहिँ तपाईँको प्रोमोटरहरूको 74 छ, पब्लिकको 25 छ हो। त्यो 25 लाई 30% पुर्याउनको निम्ति चाहिँ एफपिओ निष्कासन गरेको। यो डाटा भनेको एफपिओ निष्कासन गर्नुभन्दा अगाडि हो। अब एफपिओ निष्कासन गरेपछि कति पुग्छ त भन्ने कुरो चाहिँ यहाँ तल देखाएको छ। संस्थापक सेयर धनीहरूको 5,90,384 70% हुनेछ भने सर्वसाधारण हामी पब्लिकको चाहिँ कति हुनेछ 2,53,021 किता हुनेछ, जुन चाहिँ 30% हुनेछ। बल्ल 30%। एफपिओ किन निष्कासन गर्यो भनेको 30% चाहिँ पुर्याउनको निम्ति चाहिँ यो कम्पनीले चाहिँ एफपिओ निष्कासन गरेको हो। जम्मा दुईटै मिलाएर चाहिँ 100% हुन आउँछ। यसरी चाहिँ तपाईँको किन यसले चाहिँ एफपिओ निष्कासन गर्यो भन्ने कुरा चाहिँ धेरै साथीको मनमा जिज्ञासा भएको कारणले गर्दाखेरि चाहिँ यसको सेयर धनी को हुन्छ सिंहबहादुर कर्मचारी चाहिँ यसको संस्थापक सेयर धनी हुनेछ। साथीहरू यो भयो सम्पूर्ण मैले चाहिँ एफपिओ किन निष्कासन गरेको भन्ने कुरा चाहिँ तपाईँहरूलाई डिटेलली बताएँ। तपाईँले अब अन्य नयाँ कम्पनीहरू खुल्दाखेरिको एफपिओ चाहिँ किन निष्कासन गर्दो रहेछ भन्ने कुरो चाहिँ तपाईँले अब आफै चाहिँ हेरेर बुझ्न पनि सक्नुहुनेछ यसरी है। साथीहरू अब कुरा गरौँ यो कम्पनीको नेटवर्क कति रहेको छ र इपिएस कति रहेको छ त भन्ने कुरा गर्ने हो भने चाहिँ यस कम्पनीको चाहिँ पौष मसान्तको चाहिँ अनअडिटेड डाटा रहेको छ। यो चाहिँ पौष मसान्तको अपरिष्कृत भनेको चाहिँ अनअडिट भनेर हामी बुझ्न सक्दछौँ, जुन चाहिँ अडिट गर्न बाँकी रहेको छ। त्यसमा चाहिँ यसको इपिएस प्रति सेयर आम्दानी चाहिँ करिब
31 पैसा 31 रुपैयाँ 47 पैसा देखाएको छ। यो चाहिँ नेगेटिभमा रहेको छ। कोस्टभित्र भनेको चाहिँ यो नेगेटिभमा हो है, माइनसमा रहेको छ भने यसको नेटवर्थ चाहिँ करिब 51 रुपैयाँ रहेको छ भने आर्थिक वर्ष 80-81 को मान्ने हो भने 1 रुपैयाँ इपिएस रहेको थियो भने करिब नेटवर्थ चाहिँ 107 रुपैयाँ रहेको थियो। र यो कम्पनीको चाहिँ इपिएस र नेटवर्थ खासै एफपिओमा त्यस्तो धेरै मान्यता राख्दैन, किनकि आइपिओ भएको भए त्यसको ओपनिङ रेन्जको लागि काम लाग्थ्यो नेटवर्थ। र यो चाहिँ एफपिओ भएको कारणले गर्दाखेरि चाहिँ यसको चाहिँ सेकेन्डरी मार्केटमा अलरेडी कारोबार भइरहेको मूल्य रहेको छ। यसको सेकेन्डरी मार्केटमा हिजोको मूल्यको कारोबारको कुरा गर्ने हो भने चाहिँ एक किताको करिब 2970 रुपैयाँमा कारोबार भएको थियो, जसको कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ 10 किता हुनुभयो भने तपाईँको स्वत रूपमा चाहिँ करिब 29,000 रुपैयाँ चाहिँ तपाईँले कमाउनु भयो। र यो कम्पनीको चाहिँ 1 वर्षको चाहिँ हाईको कुरा गर्ने हो भने करिब एक किताकै करिब 4273 रुपैयाँ पुगेको छ। एक किताको है भनेको 42,000 रुपैयाँ, 10 किताको 42,000 रुपैयाँसम्म मूल्य पुगेको छ 1 वर्षभित्रमा हाइएस्ट मूल्य। र लोएस्ट मूल्यको कुरा गर्ने हो भने करिब 1400 रुपैयाँको चाहिँ लोएस्ट मूल्यसम्म पुगेको छ। र यसको चाहिँ अब आजको मूल्य चाहिँ कति हुनेछ अब अहिले 11 बजे मार्केट खुलेपछि थाहा हुनेछ। तर यो कम्पनीमा चाहिँ तपाईँले आजदेखि आवेदन दिन सक्नुहुनेछ। मेरो सेयरको वेबसाइटबाट पनि तपाईँले आवेदन दिन सक्नुहुनेछ भने कुनै पनि नजिकै रहेको ब्याङ्क तथा वित्तीय संस्थामा गएर पनि आवेदन दिन सक्नुहुनेछ भने। र तपाईँको चाहिँ यदि तपाईँ विदेशमा हुनुहुन्छ भने विदेशमा पनि तपाईँले आजदेखि चाहिँ आवेदन दिन सक्नुहुनेछ। फरेन इम्प्लोइको साथीहरूले पनि आजदेखि नै आवेदन दिने हो। र एफपिओमा चाहिँ वैदेशिक कोटा चाहिँ छुट्टाएको हुँदैन, त्यस कारणले चाहिँ आवेदन दिन चाहिँ नबिर्सिनु होला। साथीहरू अब कुरा गरौँ यो कम्पनीको चाहिँ एफपिओ चाहिँ कतिजना लगानीकर्तालाई पर्ने छ त भन्दाखेरि यस कम्पनीले जम्मा 51,295 किता चाहिँ निष्कासन गरेको हुनाले चाहिँ सबैलाई चाहिँ निष्कासित हुने सम्पूर्णलाई चाहिँ 10 किता दिनुपर्ने नियम भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ करिब 5129 जना लगानीकर्ताहरूलाई चाहिँ यो कम्पनीको चाहिँ 10 किता सेयर पर्नेछ। र त्यसै गरी बाँकी रहेको करिब 5 किता चाहिँ थप 5 जनालाई चाहिँ 11 किता पर्नेछ। र तपाईँले चाहिँ यस कम्पनीमा कति किता आवेदन दिने भनेर सोचिरहनु भएको छ भने तपाईँले चाहिँ यदि 10 किताको लागि मात्र आवेदन दिन चाहनुहुन्छ भने मिल्न चाहिँ तपाईँले 10 कितादेखि 1000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। तर अहिले अत्याधिक मात्रामा चाहिँ धेरै चाप पर्ने भएको कारणले गर्दाखेरि चाहिँ 10 किताभन्दा धेरै दिनुपर्ने चाहिँ खासै आवश्यकता छैन है। दिन मिल्ने चाहिँ त्योभन्दा धेरै पनि जति पनि दिन मिल्छ तपाईँले 1000 कितासम्म दिन सक्नुहुनेछ। र यस कम्पनीमा तपाईँ म्याक्सिमम 11 किताको लागि ट्राई गर्न चाहन्छु भने 20 किता दिँदा उपयुक्त हुन्छ, होइन भने चाहिँ तपाईँले 10 किता दिँदा नै उपयुक्त हुन्छ। त्योभन्दा धेरै चाहिँ दिनु पर्दैन, किनकि यो कम्पनीमा चाहिँ एकदम थोरै लगानीकर्ताहरूलाई पर्न सक्ने चान्स भएको कारणले गर्दाखेरि चाहिँ 10 किता दिनु एकदम उपयुक्त हुनेछ। र साथीहरू यिनै आज जानकारीहरू रहेको थियो। अनि कुनै पनि जिज्ञासा भयो अवश्य मात्र कमेन्ट गर्नुहोला। साथीहरू तपाईँ यो कम्पनीमा लगानी गर्ने नगर्ने के विचार गरिरहनु भएको छ अवश्य कमेन्ट गर्नुहोला। र कुनै पनि जिज्ञासा भयो अवश्य कमेन्ट गर्नुहोला। र साथीहरू यो चाहिँ हैन सेकेन्डरी मार्केटमा चाहिँ अलरेडी 10 किताको करिब 30,000 रुपैयाँसम्म लगानी गर्ने चाहिँ एउटा सुनौलो अवसर भएको कारणले गर्दा घर परिवार सम्पूर्ण लगानीकर्ता मिलेर अवश्य आवेदन दिनु होला। र तपाईँले 5-6 जना 7-8 पल्ट आवेदन दिनुभएको खण्डमा चाहिँ तपाईँलाई पर्न सक्ने सम्भावना चाहिँ एकदम हाई हुनेछ। यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ र कुनै पनि जिज्ञासा भयो अवश्य कमेन्ट गर्नुहोला। भिडियोमा कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोला। भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद रहेको छ।